साथीहरू फेसबुकबाट भिडियो हेरेर चाहिँ को युट्युबमा आउनुभएको छ सबैजना जोडिनु होला, सबैजनाले माया गरिदिनु होला। मैले काम गर्दैछु, म गरिब मान्छे होइन, शरम गर्ने मान्छे, मेहनत गर्ने मान्छे, कसैलाई ठगेर कसैलाई लुटेर खाएको छैन। मैले चाहिँ इमान्दार तरिकाले मैले कमाइराखेको छु, इमान्दार तरिकाले म हिँडिराखेको छु। मैले कसैको नराम्रो मैले कहिले चिताइनँ, कसैको नराम्रो मैले कहिले गरिनँ होइन। अब चाहिँ संजोगले हिजोको दिनमा मैले बाटो बिराएको थिएँ होला, त्यो आफ्नो ठाउँमा छ। तर चाहिँ मैले कसैलाई पनि मैले अहिलेको दिनहरूमा मैले कसैलाई गाली गलौजतिर गर्नेतिर लागिनँ होइन। म एउटा सुध्रेको मान्छे हो, एउटा चाहिँ घर परिवार भएको मान्छे हो। म चाहिँ होइन, गरिब परिवार छन् मेरा चाहिँ आमा बाउले चाहिँ छोराले चाहिँ कहिले कमाएर चाहिँ कहिले पठाउँछ भने बाटो हेरेका छन् साथीहरू होइन। तपाईँहरूले चाहिँ माया गरिदिनु होला, धेरै माया गरिदिनु होला। होइन भने म रुन्छु, हेर्नुहोस् मेरो मन फेरि कमलो छ, सानो चित्तको छ मेरो मन होइन। त्यही भएर चाहिँ हजुरहरूले धेरै माया गरिदिनु होला साथीहरूलाई। हेर्नुहोस् यति अल्को बिल्डिङमाथि आएर मैले काम गरिराखेको छु होइन। मैले चाहिँ यति मेहनत गरेको छु होइन, तपाईँलाई देखाइरहेको छु। घन हान्ने होइन, भित्ता फोर्नेदेखि लिएर हरेक कुरा गरेको छु। धुलो मैले खाइराखेको छु साथीहरू होइन। कति बेला जिन्दगीमा कति बेला के हुन्छ भन्ने कुरा थाहा छैन। भोलिबिहान मरिहाल्यो भने पनि परदेशमा भोलिबिहान नेपाली दाजुभाइहरूले चाहिँ चन्दा उठाएर चाहिँ लास पठाउनु पर्ने छ अवस्था त्यस्तो छ हाम्रो देशको होइन। तपाईँ हामी एकजुट नभए को हुन्छ ल भन्नुहोस् त। हामी पक्ष विपक्ष माटो बनेछौँ, घन्टी बनेछौँ, रुख बनेछौँ, सूर्य बनेछौँ, तारा बनेका छौँ। यो छोडिदिनु साथीहरू, यो भनेको चाहिँ सबै बेकार रहेछ भन्ने कुरा मैले थाहा पाएँ साथीहरू। प्लिज है माया गरिदिनुहोस् साथीहरू, माया गरिदिनुहोस्। माया छ भने चाहिँ तल कमेन्टमा लेखिदिनु होला साथी। अनुहार नहेर्नु होला, मेरो मन हेर्नु होला है साथीहरू। प्लिज प्लिज साथीहरू प्लिज है, प्लिज मेरा भगवानहरू प्लिज।